So hey guys, welcome back to my new vlog. आज चाहिँ हामी यसो मनाङतिर भनेर घुम्न भनेर आएको। कपालले लास्टिङ धोका दियो, कपाल काट्न भनेर आएको। धेरै भइसक्यो अनि यहाँ अब म देखाउँछु मनाङको भ्यूहरू। टक्क यहाँबाट सिधा जाने उतै डाँडामा टुरिजो भन्ने त्यही हो। यो उतापट्टि त्यो डाँडाको ठ्याक्क उतापट्टि टिलिजो। अनि यहाँको रेस्टुरेन्टहरू हेर्न सक्नुहुन्छ, रेस्टुरेन्ट होटेलहरू। अनि यहाँ बजारहरू हेर्नु, यहाँ माथि मालहरू हेर्नु होइन। टक्क लाएर यहाँबाट लोकेसन यताबाट हुन्छ। फेरि यहाँ चाहिँ यस्तो छ होटेलहरू, रेस्टुरेन्टहरू। यहाँ यस्तो वाउ, गुफामा गएको जस्तो। यहाँको सिङहरू टक्क लाएर मलाई यसो देखाउँछु एकछिन होइन। गल्लीमा हिँडिरहेको छौँ होइन। यहाँ हिँड्यो हेर्नु पारी यस्तो छ। यहाँ चाहिँ भाग्य ल्याउन पाइन्छ। यहाँ पानी धाराहरू यस्तो। तर अहिलेको समयमा चाहिँ यो घाम लागेर चाहिँ नदेखिरहेछ राम्रोसँग होइन। यहाँ गुम्बा छ फेरि। अब त्यो गुम्बामा पुगेर फर्किने टाइम धेरै भइसक्यो होइन। टक्क लाएर कपालले धोका दियो क्या, टोपी हाल्ने हो यस्तो। यो चाहिँ गुम्बा भयो। यहाँ तल जाउँ कि माथि छ? माथि नै जान्छ होइन। यस्तो गुफा छिर्नुपर्छ, मजाले कुदेर जाउँ भन्ने छ होइन। कुकुरले फेरि टोक्देला भन्ने डर। एकछिन उतापट्टिको भ्यू देखाउँछु अनि यता फर्किन्छौँ। फेरि बाटै ब्लक छ त, कसरी जाने त? यताबाट रहेछ। भयो धेरै उता नजाउँ होला अब होइन। सास लागे म त फर्किन्छु होला। अब जस्तो दिन आउनुपर्छ। यहाँ माथि गुम्बाहरू छ क्या, बबाल गुम्बाहरू छ। यहाँ पारी हिउँ हेर्नु पुरै टक्क लाएर। अरू झुपडीहरू चाहिँ हाम्रै जस्तो छ, गाउँघरकै जस्तो होइन। स्वर्ग भने यो हो नि त फेरि। हेर्नु यस्तो गुफा छिर्नु पर्छ रे होइन। टक्क लाएर अरू मान्छेहरू फर्क्यो कि के गर्यो त्यो थाहा छैन होइन। यहाँ चाहिँ घुम्न भनेपछि त यस्तै हो। फेरि बबाल घुम्दिने। बाटो भुल्यो भने पो टेन्सन छ त मलाई। मेरी मायालाई हेर्नु जसरी भए पनि मनाङ चाहिँ आउनुपर्छ गाइजहरू। एकछिन यसो फुर्सद मिलाएर जेन तेन गरेर पनि आउनुपर्छ। पछाडिबाट गाडी आउँदैछ, म चाहिँ कुद्ने हो कुद्ने। उता कुकुर पनि भागिरहेछ। उता माथि अर्को डाँडा, त्यहाँ जान मन थियो तर हिँड्नुपर्छ। उता गाडी त जान्छ क्या हो फेरि भनेर
गाह्रो पर्छ अहिले बाजो खेत उया कुकुर हेर्नु यस्तो खोला हेर्नु गाडी आयो अब गाडीमा बस्छु अब गाडीमा बस्ने टक्क लाएर भाइरल बनाइदिनु पर्यो गाइजहरू मिलेर होइन टक्क लाएर यसो मिलेर सबैजनाले यहाँ पारी हेर्न सक्नुहुन्छ हिउँको छेउ भन्ने जस्तो यहाँको भिउहरू हेर्नु दिल्लीसो जाने भयो यो हाम्रो चाहिँ बाटो यस्तो छ है फेरि माथि त फेरि डेन्जरै हो बाटो त मनाङ गेटमा जाने हो खानसार नजाने